साथीहरू सुनसरी जिल्लामा खटिएको निर्वाचन प्रहरीको त्यो बेलाको पीडा एकैछिन उहाँको भनाइ सुन्नु हो रे साथीहरू। के हुन्छ त्यसको अनुहारमा भने सोचेर बोल्नुपर्छ बुझ्नुभयो नि बोल्दा पनि त्यस्तो पनि ठाउँ रहेछ नेपालमा। सुनसरी जिल्ला के नेपालको कुरो गर्नु हाम्रै जिल्लामा त्यस्तो ठाउँ रहेछ सुनसरी जिल्लामै 4 दिन बसेको माछा 4 वर्ष बसेर लाग्नु निस्किन पाइँदैन होइन निर्वाचन स्कुलबाट बाहिर निस्किन पाइँदैन राति पनि सबै उहाँले हेर्नु पर्यो बा बम फ्याल्दिन्छन् कि बा हान्छन् कि चिया दोकानमा गयो बोल्दाखेरि ठिक्क बोल्यो थपक खाएर निस्किहाल्नु पर्यो बेलुका त झन् हिँड्नै पाइँदैन सशस्त्र आर्मी पनि थिए नि भएर के गर्नु त्यस्तो हाम्रो गाउँमा हिँड्यो नि कस्तो पनि एकपल्ट लफडा पनि भइहाल्यो परिहाल्यो हाना एसपी साहबलाई त ढकल्दा बाहिर बल खेला थालिदिइ त हाले अनि तुरन्त फोन गरेर ससुर आएर छिल्लीबिली पारिदिए मान्छेले गुड आयो कि त्यतिकै नि खोजेर झगडा गर्ने क्या त दङ्गा मात्र खोजेको नि त्यसमा रोलले त्यस्तो क्या ठाउँ फेरि हेर्दाखेरि चाहिँ मर्ना यस्तो ल्याखुरे केही गर्दैन जस्तो हुने कि गर्नु पर्यो भने फेरि साफै भनेदिने भन्दैछु त कहिले लगिदिएको होइन ल मासले उहाँ त आफ्नो ठाउँ जक्सन पढ्यो के हुन्छ होला भनेको त उहाँ पुग्यो त ब्रिफिङ सुनेर गाउँ हेर्दा त ला अफगानिस्तान र इरानमा आए जस्तो भइहाल्यो नि अब त पुरा अल्लाहका मन्दिर मात्रै छन् घर पनि त्यस्तै छ पाकिस्तानको जस्तो ठाउँ जस्तो होइन कहाँ फसेको लाग्यो नि यार 4 रात मजाले सुत्दा पनि सुत्दैन एक डर दोस्रोको खटाइ त्यसो कुरो अब त्यही त हो नि समाज त्यही हुल कस्तो हुने अब निर्वाचनमा भन मेन गेटमा राख्थे फेरि म जस्तो मान्छेले मेन गेटमा राखेको भने सकेन अब चेक गर्छु चिलिम भेट्छु बुढाहरूको चिलिम पनि भेट्छु मासले चक्कु सक्कु सबै छ कतै निकाल्नु त पुरा आँखा बोलेर हेर्छ मा मोबाइल बाहिर राखेको के चेक गर्छस् भन्छ फेरि त्यही बुढो फेरि उल्टै होइन हजुर मेरो काम हो भने त्यो काम हामी के यो गर्न आएको भन्छ उल्टै नि खोज्ने क्या तिनीहरू त त्यस्तो ठाउँमा फर्केर आइयो साइकलले बिस्तारै हिँड्दै त मातेको रहेछ चिया खान गएको ठ्यास्सा हान्दियो होइन मलाई नै हानो दुईजना गएको सरी भन्छ होला त भनेको त माथि उल्टै अब त्यहाँ त तुना आँखा बोल्नु ल यस्तो फर्केर सबै मुस्लिम मात्र फेरि बाटोमा बसेको अनि सरी है मैले नि गल्ती गरेँ म हिँड्ने मिस्टेक भयो भनेर हिँडेँ अब बस्नु परेन यत्र चिया टाप क्यामतिर हाम्रो यत्र चिया खानु त्यहाँ सब हेर्छ फेरि बक्कु लाग्छ कहाँ जस्तो दिन्छ हामीलाई थाहा छ नि अलग्गै छुट्टिने पहिचाने अर्को त्यहाँ सब हेर्छ फेरि बक्कु लाग्छ कहाँ जस्तो दिन्छ हामीलाई थाहा छ नि अलग्गै छुट्टिने पहिचाने अर्को त्यस्तो भयो त यार मैले यही कुरा सोध्नु थिएँ सरहरूले उहाँ यही कुरो गरेँ कहानी गरेको यही कुरो मैले गरेँ सरलाई जाँदा सर के अरे ससुराली गएर जस्तो लाग्यो सर उहाँ पुगेको त इरानमा पुगेको लाग्यो भने के गरेर भने यस्तो त माग्यो सर ठिक हो त्यहाँका पुलिसहरू कसरी ड्युटी गर्छन् भनेर म लास्ट टेन्सन लाग्यो हिजो चौकीमा नि हामी सबैजना बस्यौँ राति भरे कम्प्लेन लेखेर नगएको छन् क्या परिवारै डाक्टर गेट हाल्दा कोही नखोल्ने पुलिस पनि नखोल्ने गेट खोल्ने बेलामा केटा आउने गर्छन् केटा तिमीहरू गेट खोल्न चाहेर को आएछ भने चेक गरेर कोही उठेर केटाहरू पनि म गएँ अब मासु यस्तो हेरेँ कोही कहाँबाट गयो स्थिति कस्तो चाहिँ बाहिरको होइन खोल्दै हाने त्यस्तो ठाउँमा पुगेँ भाइ ल ठिक छ भाइ तर यो हाँसेर बोल्दैछु कि त्यहाँ पुगेपछि चाहिँ हावै उठिदिन्छ फेरि त्यहाँको माहौल हेर्ने बित्तिकै मान्छेको त्यो उनीहरूको हेराइ देख्ने बित्तिकै खुस्किहाल्छ नि यिनीहरूबाट 1.5 घन्टा उता भनेपछि बुझ्न